शेयर बजार जोखिमको क्षेत्र हो। यस भिडियोलाई आधार मानेर कुनै पनि स्टकको कारोबार नगर्नु हुन अनुरोध छ। डेभलपमेन्ट ब्याङ्क छ, डेभलपमेन्ट ब्याङ्क भन्दा फाइनेन्समा रिस्क रिवार्ड अलिक हाई छ भनेर देख्छु म। सो त्यसले म बढी इन्क्लाइन चाहिँ फाइनेन्समा छु, तर एमएलबिएल पनि राम्रो स्क्रिप्ट छ। थ्याङ्क यू। हुन्छ सर, हस्, थ्याङ्क यू सर। नमस्ते नमस्ते हजुर। सर। यो जिएलआइसिएल को कस्तो होला सर? 5.5% बोनस पनि रहेछ, आज लास्ट डेट रहेछ। कस्तो हजुर? जिएलआइसिएल सर, गुनास लाइफ इन्सुरेन्स। लाइफ इन्सुरेन्समा त्यति बिलिभ गर्दिनँ हजुर, अहिलेको मुभमेन्ट त्यसमा छैन। सो त्यतातिर लाग्नु हुन्न जस्तो लाग्छ है सर। त्यो बोनस त 75-76 को बोनस रहेछ सर। अब आउने डिभिडेन्ड पनि देला कि सर? 76-77 को पनि? त्यस्तो गुनास लाइफले त्यस्तो केही ठुलो प्रगति चाहिँ गरेको छैन जस्तो लाग्छ। हजुर, है सर। बोनस चाहिँ ल सर, थ्याङ्क यू सर। नमस्ते सर। नमस्ते हजुर। सर यो मैले एनआरआइसी मा अलिक त्यो मलाई एनआरआइसी ले धोका दिएको जस्तो भयो सर। यो मैले 1900 मा किनेको थिएँ सर, अहिले त्यस्तो छ सर। यसलाई बेचेर यता फाइनेन्सतिर शिफ्ट हुँदा कस्तो होला सर? पर्फेक्ट हुन्छ हजुर। मैले त एनआरआइसी को बारेमा स्पष्ट पहिला पनि भनिसकेँ, यो गलत स्क्रिप्ट हो, यसमा हामीलाई फसाइरहेछन्, यसमा नफस्नुहोस् भनेर भनेकै थिएँ। अब अहिले पनि यो हामी फाइनेन्समा आफ्नो लसलाई रिकभर चाहिँ गर्न सक्छौँ जस्तो लाग्छ। यदि मार्केट तपाईँको 3200 आयो भने सबै फाइनेन्सहरू जुन पहिलो हाई बनाएको थियो तिनीहरूलाई तोड्छ होला जस्तो मेरो विश्वास छ। थ्याङ्क यू सर। फाइनेन्समै इन्ट्री गर्दाखेरि चाहिँ एक दुईटा यस्तो गुड फाइनेन्स, अब राम्रो कुन फाइनेन्समा इन्ट्री मार्दा सजिलो हुन्छ सर? मलाई त यो फाइनेन्सको बारेमा खासै गरी फाइनेन्समा इन्ट्री पनि गरेको थिएँ, सायद त्यो मेरो फर्स्टचोटि फाइनेन्समा इन्ट्री गर्ने इच्छा लागेको छ सर। अनि कुन फाइनेन्समा इन्ट्री गरौँ सर? कुनै स्क्रिप्ट फाइनेन्सहरू भनिदिनुहुन्छ आफै हेर्नुहोस् हजुर। मैले नाम चाहिँ त्यसरी भन्दिनँ, फेरि आफ्नो स्क्रिप्टको मार्केटिङ गरेँ यताउता त्यही भन्छन् होइन। त्यसैले त्यो त्यतातिरबाट मैले यहाँ एज ए मेन्टर आइरहेको हुन्छु। यो जिएफसिएल मा अलिक इन्ट्रेस्टेड छु सर। अनि अर्को तपाईँ जेएफएल तिर दुइटै राम्रा छन् हजुर, एकदम राम्रो। अहिले इन्ट्री गर्ने बेस्ट टाइम हो सर? हजुर, अब बेस्ट टाइम त थाहा हुन्न हजुर होइन, तर यो टाइम चाहिँ राम्रै हो जस्तो लाग्छ है। ओके सर, थ्याङ्क यू सर। ओके, थ्याङ्क यू सो मच। हजुर सर, नमस्ते। नमस्ते हजुर। मैले चाहिँ खास चाहिँ अलिकति सिक्ने कुरामा गरौँ कि भनेर थियो होइन। यो रिलेभेन्ट क्वेसन हो कि होइन, यो फन्डामेन्टल र यो चाहिँ टेक्निकल छ नि, यो दुइटै म चाहिँ अस्ट्रेलियामा छु अहिले। म दुइटैको क्लास लिन चाहन्छु। के छ होला यो? म पैसा तिर्न पनि तयार छु है। कोसित सिक्ने होला भनेर हो। तपाईँसित मिल्छ कि अरू कसैसित तपाईँको इन्स्टिट्युट छ कि? मलाई आइडिया भएन हजुर। म जे सिकाउँछु त्यो द्याट इज अल फ्री होइन, यहीँ छ। हजुरहरूसँग कुरा गर्छु त्यति हो होइन। अब म त्यस्तो टेक्निकल मान्छे परिनँ होइन। अब अरू साथीभाइहरूसँग सल्लाह गरेर हजुरले हेर्नुहोस्, तर मलाई आइडिया भयो। हुन्छ सर, हुन्छ। त्यति। थ्याङ्क यू सो मच। हजुर दिपेन नमस्ते सर। नमस्ते हजुर। दिपेन सर, म पनि अब हजुरको नै फलो नै गरेर म फाइनेन्समै होल्डमै छु सर अहिले। अहिले तत्काललाई चाहिँ सर यो गोर्खा र आइसिएफसीमा कुन थप्दा ठिक होला सर? यो फेरि गोर्खाको नेगेटिभ नेटवर्क आएर छ रिपोर्टमा होइन सर? हजुर हजुर हजुर। त्यसैले गोर्खा भन्दा आइसिएफसी नै राम्रो हजुर गोर्खा भन्दा त। आइसिएफसी हजुर हजुर केही दिनदेखि बढिरहेको छ सर। अझै योभन्दा माथि नै जाला होइन सर? हामी त्यो आश गर्न सक्छौँ? आश त गर्न सक्छौँ हजुर, पक्कै। ए हुन्छ सर, त्यसो भने गोर्खालाई चाहिँ हटाएर अब आइसिएफसी थप्दा नै बेस्ट देख्ला है सर? त्यो हजुरको कल हो, तर आइसिएफसी रिपोर्ट वाइज चाहिँ बेटर देखिरहेको छ अहिले। रिपोर्ट कम्पेयर गर्दा त हजुर आइसिएफसी नै बेस्ट देखियो। हजुर, फेरि गोर्खा पनि खासै पढ्न सकिरहेको छैन हिजो आज। त्यसले गर्दाखेरि चाहिँ त्यो हटाम कि भन्ने लागिरहेको थियो, त्यसै नै गर्नु पर्ला। हस्, थ्याङ्क यू सर। राजजी, सकारजी, उडेनजी, हजुरहरूको क्वेसन छैन भने म अरू साथीहरूलाई लिन्छु।
छैन सर, अहिलेलाई खासै केही पनि छैन। मार्केट झरिरहेकै छ। अब स्टेबल हुन्छ कि भन्ने सोच हो। हजुर जस अन्तिममा यत्तिकै भए पनि ठिकै छ, राम्रै हो होइन सर? हजुर सर, ल हुन्छ सर, ल धन्यवाद। थ्याङ्क यू सर। दिपेन्द्र सर नमस्ते। नमस्ते हजुर। सर यो जानकी फाइनेन्स मैले लिएको होल्ड गरौँ कि प्रफिट बुक गरौँ सर? होल्ड नै गर्दा राम्रो हुन्छ हजुर। जानकी फाइनेन्सले 20% वरिपरि तपाईँको डिभिडेन्ड दिन्छ होला होइन, सो त्यस्तो डराउनु पर्ने अवस्था छैन। जानकी फाइनेन्समा अहिले पनि राम्रो ठाउँ छ जस्तो लाग्छ। अनि यो रिलायन्स फाइनेन्स नि सर कस्तो छ भनिदिनु न। त्यो पनि राम्रो छ हजुर। हस् सर, थ्याङ्क यू। दिपेन्द्र सर नमस्ते। सर नमस्कार। नमस्ते सर नमस्कार। सर सर हजुर हजुर सर यो एनजिपिएलको के अरे स्टक होल्ड गर्दा राम्रो कि सेल गर्दा राम्रो सर? हजुरले केही फिडब्याक दिनुहुन्छ अब कि? एनजिपिएल को प्रमोटरहरूको स्टक तपाईँको खुलिसकेको छ, सो सेल गर्दा राम्रो हुन्छ। ए अनि यो सर सिजिएचको नि सर? सिजिएट नेगेटिभ नेटवर्क छ, त्यो पनि सेल गर्दा हुन्छ। थ्याङ्क यू सो मच सर। हस् हस्, नमस्ते। दिपेन्द्र सर हजुर सर हजुर। यो जिएफसिएल र आइसिएफसीमा कुन किन्दा हुन्छ अहिले? एउटा मात्र, दुईटामा? दुईटा मध्ये कुनै पनि बेस्ट किन्दा हुन्छ हजुर। अब तपाईँले एउटा भन्नु, म एउटा लिन्छु नि। कुन चाहिँ? आज बढी घटेको आइसिएफसी छ, त्यसमा जाँदा राम्रो हुन्छ कि है? ए हुन्छ सर। हेलो दिपेन्द्र सर। हजुर सर यो ट्याक्सको बारे चाहिँ हल्का बुझ्नुपर्ने थियो। जसरी अब हामी सेयर किनबेच गर्छौँ नि, त्यहाँ एउटा त क्यापिटल गेन ट्याक्स हामी तिर्छौँ होइन, अनि पछि जो इन्कम भए हुन्छ त्यो इन्कममा पनि हामीले इयरली ट्याक्स तिर्नुपर्ने हुन्छ? इयरलीमा यदि तपाईँको कम्पनी छ भने तिर्नुपर्छ, नत्र व्यक्तिको हकमा चाहिँ त्यो फाइनल ट्याक्स हो। व्यक्तिको हकमा त्यो क्यापिटल गेन ट्याक्स त्यो हामी किन्ने बेला बेच्ने बेला तिर्यो त्यति मात्र फाइनल भइहाल्छ? ट्याक्स हो। हेलो सर। हजुर हजुर, भने नि, सुन्नु भएन? हजुर, अनि त्यो इयरली चाहिँ इन्कम ट्याक्स चाहिँ तिर्नुपर्ने हुँदैन? हुँदैन हजुर, त्यो फाइनल ट्याक्स हो भनिसकेको। ए हुन्छ सर, त्यति नै। हस्, थ्याङ्क यू। हेलो सर नमस्कार। नमस्कार हजुर। यो आइसिएफसीमा लास्ट आवरमा बढ्छ भन्नुभयो र सरले यसो आश लागेर भित्र छिरेको। त्यहाँनिर यता 60-70 हजार कित्ते चाहिँ एउटाले बेचिरहेछ, अनि त्यही बेच्नेले चाहिँ यता बाइङ अर्डर राखेर त्यो उताको मात्रै बिक्री गराउन खोजे होइन सर? के हो त्यहाँ? अलिकति डर पनि लाग्यो छिर्नलाई। यसो भनिदिनु न दुई शब्द, अलि ढुक्क हुन्छ। अब डर लागिरहेछ भने बेचिदिनुहोस् होइन। यो त अब बेच्ने त होइन, छैन सर मसँग, किन्न चाहिँ खोज्दैछु। अब किन खोज्दै हुनुहुन्छ? अब मलाई लाग्दैन धेरै टाइम छ, अहिले 17 मिनट मात्र बाँकी छ। डिसिजन त हजुरको हुन्छ हजुर होइन। हामीले त एज ए मेन्टर मैले भने नि, आई क्यान टेल वाट आई फिल होइन। अब डिसिजन हजुरहरूले लिने हो, त्यसको रिवार्ड र त्यसको डाउनफल दुटै होइन तपाईँहरूले पाउने हो, मैले होइन। फेरि त्यो डिसिजन हजुरहरूले लिने। मैले जे देख्छु त्यो चाहिँ म तपाईँहरूलाई सजेस्ट गर्न सक्छु हजुर। हस् त सर, थ्याङ्क यू। दिपेन्द्र सर नमस्कार। नमस्कार हजुर। सर मसँग झन्डै 80% जति फाइनेन्स नै छ, त्यसमा जिएफएल पिएफएल छ सर। एमफिल अलि बढी छ कि सर? एमफिलको वाक रेट पनि झन्डै 1200 जति छ सर। के गरौँ सर? त्यसलाई होल्ड गरौँ कि? एमफिलमा समस्या यस्तो छ कि तपाईँको त्यसको सप्लाईलाई कन्ट्रोल गर्न सकिँदैन, किनभने उसको ह्युज सप्लाई छ र अलिकति फाइनेन्सहरूमा पनि हाइली क्यापिटलाइज कम्पनी छ होइन। सो म त्यसैले फाइनेन्सहरूमा राम्रो फाइनेन्स भएर पनि म रिकमेन्ड गर्दिनँ, किनभने सप्लाई फ्याक्टर उसको चाहिँ अलिकति हाई छ। सो त्यहाँ चाहिँ अलिकति मलाई चाहिँ होइन बढाउन चाहिँ डर लाग्छ। ए त्यही त सर। होइन मसँग जिएफएल पिएफएलहरू त सबै छ सर। एमफिलको अलिक प्राइस बढी परेको थियो, त्यही भएर होल्ड गरौँ कि सेल गरौँ कि भनेर हजुरलाई सोधेको नि सर। नमस्ते सर। अरू कोही साथी?
हजुर सुन्छु न मेरो के एनालाइसिया र एनालाइसियल छ के मैले एनालाइसिया 2200 मा उठाएको अब होल्ड गरेर राखौँ कि बेचिदिउँ त्यो बेचेर फाइनेन्सपट्टि लागौँ कि त्यो प्राइसमा आउँछ भनेर कुरेर बस्छौँ अब कुरेको बसेर के फाइदा उनीहरू 10% बढ्छ भने यो त फाइनेन्स 30% बढिसकेको हुन्छ सो हामी चाहिँ सिफ्ट गर्दा नै पर्फेक्ट हुन्छ जस्तो लाग्छ मलाई आइसिएफसी मा सिफ्ट गरिदिनु त सबै त्यहाँको बेचेर हुन्छ हजुर केही हुन्न। जेएफएल के आइसिएफसी दुइटै राम्रो छ 50-50 हालिदिनुहोस् ओके थ्याङ्क यू दुइटै बेचिदिउँ एनालाइसी र एनालाइसिएल निल पनि छ क्या मसँग फेरि अब त्यसमा निल इन्सुरेन्स त सबै बेचिदिनु अहिले त अहिलेको लागि 3200 क्रस भएपछि फेरि हामी इन्सुरेन्समै जाने हो ओके थ्याङ्क यू थ्याङ्क यू नमस्ते दिपेन्द्र दाई नमस्ते हजुर म जेबिएलबी किन्न आँटेको थिएँ आज अलिक घटिरहेछ के छ जेबिएलबी जीवन विकास भन्नुभयो हजुर जीवन विकास राम्रो छ हजुर हेलो हजुर राम्रो छ हजुर ए त्यो किन्दा हुन्छ होइन यो रेटमा हुन्छ हजुर ल ल अरू कोही साथी हेलो दिपेन्द्र सर नमस्कार हजुर जोनजी सर मलाई यो एमएलबिएल को बारेमा बुझ्न थियो सर के भइरहेको कसले ड्राइभ गरिरहेछ यो स्टक भनेर के छ यसको के हजुर एमएलबिएल के हजुर मसँग होल्डिङ चाहिँ छ अब यो अझै माथि जाने छ कि के छ यसको अवस्था भनेर प्रफिट बुक गर्दा हुन्छ अब राम्रो दाम आइसक्यो प्रफिट बुक गर्दा हुन्छ जस्तो लाग्छ ए हस् सर धन्यवाद हस् थ्याङ्क यू माथि आएपछि प्लिज आफ्नो माइक अफ गरिदिनु होला म यो लास्ट क्वेसन दिइरहेको छु कसलाई क्वेसन गर्नु छ छिटो गरिहाल्नुहोस् हजुर हजुर सुरज दिपेन्द्र सर सुरज मसँग चाहिँ एसआइएफसी छ यो एसआइएफसी होल्ड गर्दा ठिक होला कि बेच्दा ठिक होला सर होल्ड गर्नु राम्रो छ अरू साथी हजुर नमस्ते सर मैले एउटा प्रश्न राख्न खोजेको थिएँ हजुर भन्नुहोस् नि हजुर सर मैले चाहिँ तपाईँको एचआइडिसिएल किनौँ कि भनेर भनेको तपाईँको अझै झर्ला जस्तो छ केही समय वेट गरौँ कि यही दाममा चाहिँ एचआइडिसिएल किनौँ हजुर म अहिले केही दिन वेट गर्नुहोस् नि हजुर अनि सर मैले लुम्बिनी विकास ब्याङ्क पनि अस्ति किनेको थिएँ राम्रो रिपोर्ट आयो यो चाहिँ होल्ड गरौँ कि अहिले प्रफिट बुकिङ गरौँ सर म अहिले लुम्बिनी विकास अहिले एकचोटि प्रफिट बुक गर्दा राम्रो हुन्छ हस् धन्यवाद सर हजुरको सल्लाहको लागि दिपेन सर एउटा कल आयो मलाई त्यो लिनुपर्छ साथीहरुसँग फेरि भेटौँला राम्रो ट्रेड गर्नु होला मौका फेरि आउँदैन किन्नु होला थ्यांक यू बाइ बाइ